if you guys don't know what to gift your boyfriend for this Valentine, then I got you. Girlies, I got you this. It's so good. मैले चाहिँ लास्ट भिडियोमा के भनेको थिएँ भनेर केटाहरूलाई किन गिफ्ट दिन यति धेरै गाह्रो भन्नु भयो यति धेरैजनाले लाइक लिटरली यति धेरैजनाले चाहिँ मलाई पर्फ्युम गिफ्ट गर्नु भनेको थियो अनि यस मैले गिफ्ट गरेँ मैले चाहिँ आफ्नो लागि अरू लाइक अरूको लागि कुनै पनि पर्फ्युम किने भने मसँग चाहिँ पेसेन्स लेभल हुँदैन मलाई चाहिँ कहिले आउँदा सुनिहाल्नु जस्तो हुन्छ अनि इट्स सो गुड आई स्वेयर हैन मलाई दिन पनि लोभ लागिरहेको छ यति मिठो स्मेल छ कि अनि कति धेरैजनाले सोध्नुहुन्छ कि हामी दुईजनामा सिमिल्यारिटी चाहिँ के छ भने यस दिस इज त्यसलाई चाहिँ पर्फ्युम कलेक्ट गर्न यस्तो धेरै मनपर्छ सेम मलाई पनि एकदम मनपर्छ म चाहिँ युज पनि वाइल्ड नै गर्छु हैन तर त्यो चाहिँ युज एकदमै कम गर्छु तर कलेक्सन चाहिँ ओ माय गॉड त्योसँग यस्तो खतरा खतरा पर्फ्युम छ सो यो पर्फ्युम चाहिँ ब्ल्याङ्को डन भन्ने पर्फ्युम एन्ड इट्स सिमिलर टु सोवाज बाइ डियोर क्या इट्स सो नाइस यो यति मिठो स्मेल छ यति मिठो स्मेल छ नि म पागल हुन लागिसक्यो अनि मलाई फेरि अहिले जेलस पनि फिल भइरहेको छ मैले यो पर्फ्युम दिएँ त्यसले लगाएर हिँड्यो भने अलिकति पछि लाग्यो भने के गरौँ म Oh my god, the smell is so unique smell. So म कसरी चाहिँ यसको तारिफ गरौँ तर एकदमै सिमिलर छ हैन कस्तो छ भने त्यो केटाहरु नराम्रो कस्तो फ्रेश वाला स्मेल आउँछ नि त्यो प्लस एकदमै जेन्टलम्यान वाला एकदम मिठो म कसरी तारिफ गरौँ तर अति मिठो छ के अनि आई स्वेयर टु गॉड मैले ओभर रियाक्ट गरेको हैन बट इट्स सो नाइस के सो अब चाहिँ म त्यसलाई नै भेट्न जान लाग्यो सो लेट्स सरप्राइज हिम अनि मैले अहिले किन किनिहालेको भन्दाखेरिमा जीबीमा चाहिँ अहिले भ्यालेन्टाइनको अफर लागिरहेको रहेछ त्यही भएर मैले चाहिँ त्यही मौकामा किनिहालेँ किनभने पछि मलाई यही पर्फ्युम एक्सपेन्सिभ हालेर किन्न मन थिएन साच्चै मेरो चाहिँ मिराकल नै हो क्या यस्तो अफोर्डेबल यति मिठो स्मेल एन्ड थ्याङ्क यू सो मच guys for your suggestion. I love you all.